Okay. Hello, namaste everyone. Welcome back my YouTube channel. के हो कति बजे रे? Good afternoon. हजुरहरुलाई स्वागत छ मेरो YouTube च्यानलमा। म चाहिँ आज मल बोक्न गइरहेको छु अनि मल बोकेर भिडियो स्टार्ट गरिरहेको छु। धेरै दिनपछि आए म भिडियोमा। ओइ ढौने रहेछ। मेरा प्यारा प्यारा मित्रजनहरु मल बोक्दै हुनुहुन्छ। मेरा साथीहरुले धौन रहेछ जिन्दगीमा पहिलोचोटि मल बोक्ने। यस्ता मल त सानामा त कति बोक्यो अहिले पो ठुलो भयो बुढी भएर। मेरा प्यारा प्यारा मित्रहरुले मल बोके फालेर बल्ल यति ल्याउनु भएको छ। टाढा छ नि त हाम्रो मल बोक्ने ठाउँ, त्यही भएर आहा कति राम्रो सिन देख्यो है। उराट लाग्यो कि उराट। के रे बसन्त कि के अरे के रिटु अरे। बेला बेला कन्ट्रोभर्सी पनि गर्नुपर्छ के। कस्तो राम्रो है। आहा नि यो हिउँदो याममा त यस्तो छ भने बर्खा याममा यो बाटो फेरि कस्तो हुन्छ तिमीलाई थाहा छ। अब तिनीहरू गाडी हिँडेका, अब हामीहरू अब मल बोक्न हिँडेका। अनि हेरी कहाँ मिल्छ त। जोपालाई जिस्काउने नै बाटोमा हिँड्दाखेरि ल पर्ला नि। ल पर्यो हिँड्दाखेरि बन्दारी राजमार्ग यो बाटो चाहिँ यस्तो छ ल। यो मेन रोड हो है। यो मेन रोड हो साथीहरु। यो मेन रोड हो। यो तमघास बुटोल काठमाडौँ मेन रोड हो ल। हाम्रो यो गुल्मीको मेन रोड हो। यो बन्दै छ त। अनि त्यसैले हिजो पानी परेको भएर आज चाहिँ अलि हल्का धुलो मर्या छ। नत्र नि त धुलो त कति केले दे गरे। मैले भिडियोमा राख्दिने है केटाकेटी। हाम्रो यो कति राम्रो देखिन्छ नि। यो गाउँ के कति राम्रो देखिन्छ। कस्तो राम्रो देखिन्छ कि। यस्तो राम्रो गाउँ त कसको होला र है। यहाँका मान्छे पनि राम्रो खान् नि। हेरी ल पार्ने यहाँको भन्नु होला, सम्पर्क गर्नु होला। त्यही त कस्तो राम्रो देखियो कि। हेर त मुना। हाम्रो यो मल फाल्ने ठाउँ आयो ल। मोबाइल देखाइस् त बेलचा कोरा पनि खुब लाउने रहेछन् मान्छे। नत्र अरू बेला त लाउने थिएन नि त। तातो 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 म त बसे नि हुन्छ अरे। कति मेहनत लाग्छ। काट्न पर्छ होला। कति मेहनत लाग्छ। मेहनतको फलै आउनु
100 लाइक 100 भ्यूज त आउन हैन उ के 100 भ्यूज त आउन लाइकको त कुरा छोडो सुरु भएर के पछि उ हुन्छ नि त जो कोटा गयो बोरा मेरो साउन्डै म घट फोटो मेरा साथीहरु त दायाँ बायाँ भयो कोही अगाडि गइसके कोही बल्ल बोक्दैछन् त कति राम्रो देखिएको है यो घरको त्यो आलु यो लसुन कति राम्रो यो गाउँ राम्रो हो कि यो गाउँका मान्छे राम्रा हुन् कि के होला भनिदिनु न यो गाउँका मल बोक्ने नानीहरू राम्रा हुन् कि जम्मेको बन्द हुन्छ हौ भेइ हैन कसैलाई पक्का खान मन त लागेको फुलै यो हाम्रो गाउँ राम्रो होला कि यो गाउँको मान्छे राम्रो होलान् कि कति राम्रो गाउँ देखेको के यो घर त झन् कति राम्रो देखिन्छ नि के कति राम्रो ठाउँ होला गाउँ राम्रो हो कि ठाउँ राम्रो हो कि सबै राम्रो घर गाउँ मान्छे सब मिलेको है सब भएको है पंछी बनूं पंछी बने उड़ती फिरूं मस्त गगन में आ जाडूं कपाल फटाल्ने काम गर्नु हो सुनसान रातमा यो मेरो आत्मा जसक जस्किन्छ मायालु ल मित्रहरू हाम्रो साथीहरूले चाहिँ दिउँसो 1 बजेको नास्ता खाने बेला हो चिया र चुकाउनी तिमीले त मेरो काजीसित बोल्यो बता हाम्रोमा उम्रिँदै 3 पात भएको छ यो सुन्तला फुलेछ छ बेर्ना यो क्यारेटमा यो बेर्ना लगाएकै छैन यसरी फुल्यो फल यो हामी आज मल फाल्न आएको जुन साउको घरमा यो सुन्तला यसरी फुलेको छ अब यही फुलेर फल्छ अनि त्यसपछि खाना हुनुपर्छ ल हामी चाहिँ चाहाएर चुकाउने खाएर फेरि हिँड्यो मलको भारी बोकेर हेलो गाइज त परै रहेछ काम भनेपछि सानो पनि हुँदैन रे भन्नु हुँदैन रे ठुलो पनि भन्नु हुँदैन रे के गर्नु तर काम गरेर खान चाहिँ साह्रै गाह्रो पर्दो रहेछ दुःख हुँदो रहेछ आई यो मल बगेर हिँड्न चाहिँ धो भयो यो घाममा मल बोकेर हिँड्न साह्रै गाह्रो के गर्नु कस्तो राम्रो देखिन्छ यहाँबाट गाउँ उताबाट यहाँ आउँदासम्म जाँदै सजिलो रहन्छ हिँड्न दुःख हुन्न खुट्टा दुख्दैन अब यहाँबाट मास्तिर लागेपछि त मर्नु गए हुन्छ मर्नु गइन्छ मेरा साथीहरू के गर्नु यस्तै हो जिन्दगानी कस्तो लागिरहेछ डियर बेस्टी काम गरेर खान कस्तो हुने रहेछ ल भन त काम गरेर खान सकिन्छ ए भनेपछि के गर्नु पर्ने बसी खानको लागि त अब
भाग्य सिरी लिएर आउनुपर्छ निधारमा भाग्य नै निधारमा अब यहाँबाट मास्टर लागेपछि ओ माई गड हुन्छ मल बग्ने ठाउँमा यस्तो गाडी चल्छ यस्तो पनि गराउँछन् र यस्तो हुन्छ के भन्छन् अरे त्यो यो मोटर बाटो काम गर्ने हिँड्दाखेरि यस्तो हुन्छ घाटीमा किस खायो मुना मुना घाटीमा किस खायो कमिलाले साथी हो भात खाएको भिडियो गर्न बिर्सेछ भात खाएको भिडियो बनाउनु बिर्सेछ हामी चाहिँ भात खाएर हामी हिँडेको फेरि मल बोकेर यो मिठाई दिएपछि फोकेर खान नजान्ने भनेको म मात्रै हो कि चटिन्ने यार नगरी काम पुग्दैन खाना साँझ र बिहान तर के गर्नु काम गर्नै नसक्दो रहेछ ज्यानले पो अब के खाने को छ त अनि अरू त्यहाँ सबै देखिनु भएको छ हाम्रो स्टुडियोको घडीमा 5:53 गएछ अब चाहिँ रात पर्न लाग्यो हाम्रो यो लास्ट खेप हो अब आजको भिडियो चाहिँ यही समाप्त गर्न चाहन्छु फेरि भोलि नेक्स्ट भिडियोमा भेटौँला भिडियो सब्स्क्राइब नगरेकोले सब्स्क्राइब गरिदिनु होला नहेरेकोले हेरिदिनु होला भन्दै आजको भिडियो यही समाप्त गर्न चाहन्छु